बोकेरै ल्याउनु भएको छ माता है। यस्तो यस्तो बिरामीहरू आउँछन्, तपाईँ यस्तो बिजी हुनुहुन्छ, यति धेरै विश्वास गर्छन् मानिसहरू। तर हेर्नु न, एउटा वृद्ध आमा पनि कति रुनुहुन्छ। कोही कोहीलाई त यस्तो देखेर नि मलाई यति रुन आउँछ। म को कसलाई सहारा दिउँ? न मलाई साथ दिने राज्य छ, न मलाई साथ दिने जनता छन्। अहिले आएको घडीमा अहिले भगवानको शक्तिले एउटा मसित जनता पछि लाग्नुभएको। मलाई नि यही अवस्था थियो संसारमा। आज म जितेँ र भोलि पनि जित्नेछु। म सङ्घर्ष गरिरहेको छु। अब तपाईँलाई म अहिले हिँडेर जाने शक्ति दिन्छु, नआत्तिनुहोस्। खुट्टाले टेकेन? कहिले ठिक हुन्छ? बस्नु मिलेन? कुर्सी ल्याइदिनु। त्यो कुर्सी ल्याउनु त आन्टी मुडा छ होला त। कुर्सी छ त्यहाँ, कुर्सीमा। सर्वा हे शरणागतं देवैते नमः सर्वदा शान्ति भगवान् विष्णु सर्वशक्ति। शान्ति देऊ, खुट्टा टेकाऊ। किन यसरी दुःख दिने मनुष्यलाई? मलाई ढक्क एकदम प्रत्यक्ष भगवान देखेछ। मलाई किन किन त्यस्तो भयो कि मलाई हेर्नु है विश्वास भयो हैन। सबभन्दा ठुलो विश्वास रहेछ है। वाइब नेपाल, वाइब नेपाल। खुट्टा टेकाउनु पर्छ, खुट्टा टेकाउनु पर्छ। अहिले मैले यो जडीबुटी खुवाइदिएँ। राम्रो भए पनि नराम्रो भए पनि मैले छोरीलाई, यही नेपालका छोरीलाई खुवाएको, देश विदेशकालाई विदेशीहरूलाई खुवाएको छैन। होइन सक्नुपर्छ। ओम गर शान्ति ओम उसका पितृ ओम ऋवेदम पुष्टक्षेत्र एवं नागदेवतम पितृदेव ओम ब्रह्म विष्णुमाय सर्व शान्ति ओम विष्णु विष्णु ओम नमः ओम आङ देवतम सर्व शान्ति ओम कुल देवतम पितृदेवतम परमेश्वर सर्व शान्ति ओम सिद्ध ओम हे पितृ हे परमेश्वरी उसका कुल पितृदेवी देवता ओम हात खुट्टा बाँधिने मुरकुटा नारी देवता ओम सर्व शान्ति ओम देवाय सर्व शान्ति ओम अङ्ग अङ्ग नस नस आम कक्र काउनी हे परमेश्वरी हे खुट्टा देख्नु पाऊ पाउदेखि शिर अङ्ग अङ्ग नस नस परमेश्वरी ओम सर्व शान्ति ओम विष्णु विष्णु ओम सर्व शान्ति ओम नमः नमः हे पञ्चमुखी नागराज ओम पञ्चमुखी नाग रानी ओम सर्व शान्ति ओम कर शान्ति ओम पितृ शान्ति ओम विष्णु विष्णु सर्व शान्ति ओम देवी देहे देवाय सर्व शान्ति ओम शक्ति दिनु हे जलकनाग राजा जलकनाग रानी ओम सत्य ओम अमृत गरे खुवाउनु परमेश्वरी मनुष्य रूप धारा एम शक्ति सर्व शान्ति विष्णु विष्णु सर्व शान्ति ओम कट सर्व शान्ति ओम अङ्गौनी मङ्गौनी सर्व शान्ति ओम शिरदेखि पाउ पाउदेखि शिर अङ्ग अङ्ग नस नस शक्ति दिनु ओम परमेश्वरी ओम शिव पार्वती ओम सतीदेवी पार्वती हे वासुकीनाग पृथ्वीधारी नागराजा ओम नारायणी ओम परमेश्वरी ओम त्यसको शिरदेखि पाउ पाउदेखि शिर ओम नस नस अङ्ग अङ्गमा हे नस नस आन्तेको परमेश्वरी हे सत्य दिनु हे देवी देवता जस्तै मनुष्य रूप 12 रूप जाङ्ग्री देवता हे 18 जाङ्ग्री देवता सर्वेश शान्ति ओम नमः देवाय ओम ब्रह्म विष्णु महेश्वर ओम सत्य देव हे परमेश्वरी हे कुल देवता हे नाग देवता ओम सर्वेदाम ओम सर्वेदाय नमः सर्व शान्ति ओम कर शान्ति ओम पितृदेव सर्व शान्ति ओम देवी देवता ओम हर हर महादेव ओम शक्ति देव ओम विष्णुका पञ्चनाग ओम वासुकी नाग ओम विष्णु भगवानका सैनिक नाग ओम जलकनाग राजा ओम परमेश्वरी फुलको तुमा जस्तो गराइदिनु परमेश्वरी ओम शरण परमेश्वरी ओम देवी देवता हे वनकी देवी भए पनि झुनेर मरेका देवीलाई पनि हे परमेश्वरी आफ्नो स्थानमा जानु पर्यो। हे मनुष्यलाई छोडिदिन पर्छ हे परमेश्वरी। रातो सेतो पहिलो ध्वजसँगै हे परमेश्वरी त्रिशूललाई म बानिदिन्छु हे परमेश्वरी। यसलाई छोडिदिनु पर्छ हे मनुष्य रूप देवाय नमः देवता। खुट्टाले टेक्नु भएछ नि है एकचोटि उठ्नुहोस् त ल, उठ्न सक्नुहुन्छ सक्नुहुन्न? ल हेरौँ। हात त ल राम्रो चल्यो त, नर्मल्ली चल्यो त। ल एकचोटि उठिदिनुहोस् न मेरो दाइ। हजुर ल ठिक छ, एकचोटि उठ्नुहोस् त। एकचोटि उठ्नु न हजुर। हजुर उठेर देखाइदिनु न प्लिज। ल बाहिर आउनु न, तपाईँ यहाँ आउनु भयो होइन?
सन्चो हुन्छ अब है तेरि तपाईँलाई सन्चो हुन्छ यस्तो गरेर ऐनी ल मेरो आशीर्वाद तपाईँ ऐनी भन्दा हिँडेर आउनुभयो अहिले हिँड्नुभएको छ सधैँभरि अब यस्तै गरेर एकनासको छोरी लोज है ल आमाले राम्ररी मेडिकलमा लाइन्स कलममा ल्याइदियो लाइन्स कलममा लिएर आएँ आमालाई रात दिन त मैले राति के हेर्छु कि नेटमा हेरेर हजुर मेरो आमा छ अनि छ दुःखको भण्डार छ यहाँ कोहीले आमा त्यही भएर म नआइकन आएछु मलाई मन दुःखको भण्डारको एउटा खेती हो खेती हो कसरी थाहा भएर आउनुभयो नि नेटमा म त रात दिन के हो यहाँको हेरिसकेपछि खालि त्यो नेटमा हेर्छु राति 11 बजीसम्म हेर्छु त अरू मलाई हेर्न मन लागेन क्या त्यो हेरेपछि यहाँको के हो आफै मनमा त्यस्तो लाग्यो क्या मलाई धरती माताको हेरेपछि त्यो मलाई त विश्वास पनि अति के भयो तपाईलाई हेर्न लाग्यो त्यो हेरिसकेपछि के भयो बिमारी धेरै छ भाइ हजुर मतलब मतलब तपाईले त्यो हेरिसकेपछि समस्या मलाई धेरै हामीले तपाईको खास है हजुर मैले यो रेकर्ड गरेको किनभने धरती मातालाई हेरेर धेरै आउनुहुन्छ हैन धेरै जनाले विश्वास गर्नुहुन्छ अब माताप्रतिको विश्वास कसरी भयो भनेर तपाईसँग सोधेको मिल्छ 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 अनुभव त मैले अहिलेसम्म पनि अब मातासँग प्रत्यक्ष रूपमा म भेट भएको थिइनँ अहिले मात्रै भेट भएँ त्यही पनि मेडिकलमा आएको मान्छे आमाले लिएर आएर हेर्नु अनि मैले त्यो हेर्दाखेरि कसो गरेर ठ्याक्क त्यो नेटमा देखेँ कि मैले युट्युबमा देखेँ धरती माता भन्ने दिएको छ म कति ठाउँमा माता बाबा भन्ने धेरै ठाउँ बाबा भने मातामा धेरै गएँ मलाई समस्या पनि धेरै छन् समस्या डक्टरले पनि कति खर्च भयो देख्दाखेरि शरीर फुल्ली जस्तो छ तर भित्री मनमा कति छ क्या पीडाहरू त्यही भएर अनि त्यो हेर्दाखेरि त मलाई ओहो माता पनि यस्तो गुल्मी भन्ने त हाम्रो कति बस्ती र गुल्मी त नजिकै पनि हो होइन एकपल्ट भेट्न पायो भने त कहाँ होला भन्दा लखनपत बुटवल भनेर दिँदाखेरि अति भेट्ने मन लाग्यो 4 महिना भयो कि मलाई हेर्नु भेट्न अति मन लागेको अब हेर्छु अरू हेर्छु मलाई त घटनाहरू तिनी हेर्नुभन्दा ठ्याक्कै यहाँको त्यही हेर्छु मलाई त जतिखेर पनि खालि त्यही हेर्नै मन लाग्ने छ तपाईँ एकदम भावुक हुनुभएको छ किन अनि एकदम बढी नै के हो के मातालाई एकचोटि दर्शन गर्न पाए नि हुन्थ्यो भन्ने दर्शन गर्न पाए पनि मन अलि हल्का हुन्थ्यो जस्तो मलाई लागिरहेको छ एकदमै कि यहाँ आउनु भयो नि आइसकेपछि तपाईँलाई कस्तो फिल भयो आइसकेपछि म ढक्क एकदम प्रत्यक्ष भगवान देखेँ मलाई किन त्यस्तो भयो कि मलाई हेर्नु है विश्वास भयो सबभन्दा ठुलो विश्वास रहेछ है धेरै छ हाम्रो घरमा समस्या पनि धेरै छन् धेरै साल भयो समस्या लिएर बोकेर बसेको पनि गयौँ भगवान माता अब विश्वास नै हो सन्चो हुन्छ भनेर धेरै ठाउँ भन्नुभयो अहिलेसम्म त्यस्तो खास सन्चो पनि भएन समस्या आफ्नै माथि छ खर्च अब बिसेको होला भन्ने आशा लिएर आउनु भएको छ एकदमै बिसे तर अहिले म आएको मेडिकलमा हो ठ्याक्क बाटोमा म गाडीमा बसेपछि मलाई के आयो भने आएको आमा लिएर आएको आउँदाखेरि मलाई ओहो होइन त्यहाँ धरती माता हुनुहुन्छ बुटोलमा धरती माता हुनुहुन्छ त्यहाँ जान पाए कस्तै हुन्थ्यो होला ओहो गाडीभरि मलाई त्यो झल मेडिकल आइछु हस्पिटलमा त्यो मतलब धेरै माताको याद आयो कि मलाई त अनि बाटोमा आमाले भन्नु झर्दाखेरि होइन एकचोटि जामै माताको हो आमा आज बिहान घरमा आएर नुहाइधुवाइ गर्नुपर्छ नुहाइधुवाइ गरेर होइन हो नजाम भने कि मैले भन्दा अनि त्यसो भन्दाखेरि फेरि आमाले होइन जाम भेट हुन्छ कि मैले अलिक अचानक उहाँ कहाँ तपस्यामा हिँड्नुहुन्छ अरे भो अहिले नजाम एक दिन उहाँ नाम लिएरै आम्ला भनेको होइन भो जाम भनेर अनि यताबाट अटो आउने रहेछ लाइन्स क्लबबाट उहाँ के भन्छन् गोलपार्क गएर गोलपार्कमा अटो लगाएर 1 घन्टा जति बित्दा अङ्कलले घुमाउनु भयो हामीलाई घुमाएर कति उहाँबाट लिएर म चिनेको छु भन्नुभयो अनि यहाँ आयौँ बस धेरै स्वच्छ मन लिएर आएछौँ दुःख धेरै छन् यहाँसँग पोख्न पर्छ बिसाउनु पर्ने छ एकदम बिसाउनु पर्छ यो जुन धरती माताको विश्वास तपाईँले व्यक्त गर्नुभयो यसरी हेरेँ मलाई आनन्द आयो भन्नुभयो नि हजुर यो सामग्री हामी तपाईँसँग हुनुहुन्छ उहाँहरू तर अरूको मलाई किन नाम हेर्न पनि मन लागेन कि यहाँ धरती माता भन्छ मैले कहीँ पनि टिप्पणी दिएँ म आफै सर्च गरेर धरती माता भनेर हेरेर खालि त्यही यो हेर्न आउँछ किन तपाईँले बोलेको कुराहरू नि होइन धरती माता प्रतिको विश्वास कतिले श्रद्धा गर्नुहुन्छ त्यो श्रद्धा सम्मान होइन तपाईँले पनि त्यो श्रद्धा सम्मान गर्नुभएको छ यो सामग्री हामीले प्रसारण गर्छौँ हजुर है हुन्छ त्यस्तो केही छैन हजुर वाइट नेपाल